सबै साथीहरूलाई बिहानको भिडियोमा एकदमै स्वागत छ। हेर्न सक्नुहुन्छ कि कति राम्रो यहाँ बोट बिरुवाहरू लागेछ। अनि त्यसमा रोजको फ्लावर भयो, सनफ्लावर भयो, सबै बिरुवाहरू छन्। अनि गाँसी पनि छ रुख। अनि यहाँ आँखा पनि उपचार हुन्छ, सँगै दाँतको पनि दुई उपचार हुन्छ। हेर्न सक्नुहुन्छ कि यहाँ केडिया डेन्टल केयर सेन्टर अनि केडिया आँखा अस्पताल पनि हो, एउटैमा दुइटै रहेको छ। अनि यहाँको इन्भाइरोमेन्ट पनि एकदमै राम्रो रहेको छ, सफा सुग्घर पनि छ। अनि मौसम पनि एकदमै हेर्न सक्नुहुन्छ कि कति चिसो लाग्दो मौसम छ। अनि यो भयो के यो हेर्नु शङ्करलाल केडिया डेन्टल केयर सेन्टर हो। तपाईँले पुरानो भिडियो हेर्नुभयो होला, तपाईँ थाहा भयो होला, किनकि पुरानो भिडियो हालेको छु। तपाईँ त्यहाँ पनि गएर हेर्न सक्नुहुन्छ। त्यहाँ आँखाको सबै भिडियो हालेको छु, के कस्तो हुन्छ त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। अनि यो भिडियो रहेछ स्पेसली डेन्टलको लागि। तपाईँ आउनुहुन्छ यहाँ आफ्नो उपचार गराउनुहोस्। सबैको यहाँ सुविधा एभाइलेबल छ, इएनटी पनि र आई पनि र दाँतको पनि एभाइलेबल छ। अनि यो अन प्रोग्रेसमा छ, अहिले बन्दैछ अझै। हेर्न सक्नुहुन्छ कि यो कुन फ्लावर हो, तपाईँ यसलाई नाम भन्नुहोस् त। अनि यहाँ पार्किङ एरिया पनि रहेछ, जहाँ पार्किङ बाइक गर्न सक्नुहुन्छ विथ सेफ्टी। अनि क्यान्टिनहरू पनि रहेको छन्। यहाँ क्यान्टिनहरू दुईवटा तिनवटा छ। यहाँ तपाईँले जहाँ मन लाग्छ त्यहाँ खाजा हुन्छ, खाजाहरू। हरियो जाने बाटो। अनि यो क्षेत्र रह्यो आई क्षेत्र भयो, जहाँ तपाईँको आँखाको उपचार हुन्छ। अनि त्यो क्षेत्र चाहिँ दाँतको भयो। अहिले त्यो प्रोग्रेसमा छ। अहिले बिस्तारै बन्दै जान्छ, डेभलपमेन्ट हुँदै जान्छ, फेसिलिटीहरू पनि हुँदै जान्छ। ल आजको भिडियोमा यतिकै।